हेरो त्यो काली लेखमा केसरी फुलेको फुल मात्रै हो कि रस पनि छ कि भमारा फुलेको मेरो लाई भमारा फुलेको ए आमा के जात्रा देखाएको यो जात्रा होइन तिमीलाई देखाएको टिकटकमा कहिले बनाएको मैले बनाएको रामै राम यो ठाउँमा नराम्ररी भूत जागेछ कान्छी म काका म बोकाइदिन्छु अनि भूतले चल्दैछ आइए बाबा ल रास्ता हल्नु रहेछ अब भूतसँग साँच्चै जोगिने हो भने हात गाँसेर हिँड्नु भन्दा रहेछन् तिमी अप्ठ्यारो मान्छे होला के को अप्ठ्यारो मान्नु काका हातै त समाउनु रहेछ नि लु हिँड यसै हिँड न भइहाल्छ होइन के हो पार काका पुरा हाँसमा मात्रै हिँड्दै हुनुहुन्छ त पख बुढा मैले जान्दछु तिमीलाई नाप हौ नाप यो नाप्छस् नाप कान्छी बिस्तारै हिँड्नुपर्छ हात समातेर ले तान्छ साथ छुटेपछि नि माया पनि छुट्छ मतलब फुलकुमारी र भैरवको डिस्कनेक्ट गरिदिन्छु अनि त्यसका बाउसँग कनेक्सन गरिदिन्छु इज इट पोसिबल तैँले नि शिव भट्ट ब्राह्मण र गोमा ब्राह्मणीको कथा सुनेको छ जा स्वस्थानी पढेर आइज पिछाडी आइज न पिछाडी छ के पिछाडी अगाडिका कुरा होइन यहाँ भाँडा मस्काउन आइज अरू जेसुकै भन बाउ यो भाँडा मार्ने काम चाहिँ नलगाऊ जे पारा हो भने नि तँलाई म केराका पातमा खुवाउँछु सब थोक भन बाउ यो केराका पातमा खाउँछु नभन खाइँदैन अब यसो गरौँ बाउ प्लास्टिकका भाँडा ल्याउँ माझ्नै पर्दैन भाँडा ल्याउँ होइन बुहारी ल्याउँ अब कि बुहारी ल्याउनु पर्यो होइन भने म बुढाले कम्मर कस्नु नपरोस् नि फेरि कस बाउ कस मजाले कस त्यति भए आमाको न्यास्रो पनि मेटिन्छ सती बाजी बुढेसकालको सारा बन्ला ए गर्ला है छोराले भनेको त मलाई पो कम्मर कस भन्छ कता म चाहिँ यसले चाहिँ बाउ यो सबै मोबाइल बिग्रियो मान्छे बिग्रिनु भन्दा नि मोबाइल बिग्रिएको जाति अब थवक्क मोबाइल किन्ने पैसा देऊ बाउ नभए यो बनाइदेऊ तँलाई कहाँ गयो जुरेली किन गीत गाउँदैन तिम्रो जस्तो माया त लाग्यो किन होला कसैको लाउँदैन कहाँ गयो जुरेली किन गीत गाउँदैन तिम्रो जस्तो माया त लाग्यो किन होला कसैको लाउँदैन मेरो माया लालामा लाग्यो चुलीको हिउँझै जिन्दगीले ढिलो राखी छोटो पैसो दिउँझै होइन त्यो घोप्टीले रोप्ने कहिले छोडेन होइन आमा के भएको तपाईँलाई कहिले घोप्टे भनेको छ कहिले 40 भनेको छ मेरो नाम छैन गाईलाई खोले पनि छैन एक बेला मकै पिसाएर लिएर आइज म सुगर रोगीलाई यसो मिसाएर खान पनि हुन्छ म त गएकै हो कसले गर्छ त कि मैमुडीलाई देखिरहेछस् बुहारी बेगेर लिए भन्दा पनि तेर्नु छैन बुहारी बेगेर नल्याएपछि बुहारीले गर्ने काम त आफैले गर्नु पर्यो गरिराखेकै त छु नि बुहारी रुखमा फलेका हुँदैन न त टपक्क टिपेर ल्याउनलाई खोज्नु पर्यो नि मान्छे लगाउनु पर्यो 40 कटिसकिस् दाँत झर्छ जुरो पलाउँदैन होइन आमा छोराको के कुरो हुँदैछ खोज्ने कुनै के काका बाबा बस्नु न खाटखेरै बस्नु न
अनि के छ त चलामाला कसो के छ आइए बाबा के हुनु काका यी आमाले कराएर हैरान कहिले के भन्छिन् कहिले के भन्छिन् कचकच कचकच जति बेला कचकच छ बुढेसकालमा किन कराइन्छ हौ अब अब काका अलि बढी बुझ्नुहुन्छ अब के बढी के घटी कुरो त्यही हो बुझ्दै भइगयो के भन्छ रे तिमीले मलाई होइन आमाले त मजा लाग्यो च्याउ फेरि भन्थ्यौ के भन्छ रे मलाई यही छोडेर के आउँथ्यो होइन के गर्नुभएको आमा यो छुनुले हान भने अनि मान्छे मर्दैन भन्दा भागो र म त्यसैले यही छुरीले यही मैले जाने त्यसैले रोपेर त्यसको यस्तो गर्नु हुँदैन कुकुरले खुट्टाटोको भन्दैन अनि कुकुरको खुट्टाटोकै जाने अब डम्बरे गाएको रमाइलो गर्न बानी छ त के गर्नु छ रमाइलो गर्ने बानी बजियाको रमाइलो गर्ने बानी भएको भए बुढी पहिला जान्छ खै यो बुढीको मामला चाहिँ मलाई थाहा भएन है आमा जाँदा त्यहाँ अलिकति स्कुलको मुन्टाले आलुसँग मिसाउँ आफै जान्न आमा यहाँबाट डकुमेन्ट सबमिट गर्नु त गरिहाल्छु नि गरिस् सब्मिट अस्ति एउटा स्कुलको जागिरमा पनि सब्मिटै गरिस् यहाँ भातमा सिटी लाग्छ हेर्दै गर ल हेरिहाल्छु नि त्यो त त्यो मुन्टा किन टिप्छस् तोस बजियालाई त नि म तेरो चाहिँ त होइन भात पकाउँदै थियौ त आउँछु आइहाल्यो भात पकाउँदै तिउन पकाउने जोकार गरेको आफूले मुन्टा त्यो खुर्का मुन्टा याले तिमीले याले भने नकर ओए भरला तरकारी चाहियो अब धम्की देऊ यति तिमीलाई यति म सबैले भनेको भेटिनौ नि होइन थुक्क बजिया मर्न नसकेको बजिया यति मुन्टा थियो त्यही पनि चोरेर लिएर गयो भेट्यौ हार्यो बुढी हार्यो घोप्टे बुढी हार्यो के भन्छ रे बजिया कुहिएको मरिछस् मोरा चोर मोरा आलुमा मिसाएर खाना भन्दा स्कुलका मुन्टा लिन गएको अघि डमराले लक पट्याएर सबै छोडेर लिएर गयो नमस्ते ठुलोमा होइन तिमीहरू बाउ छोराको के चाल हौ के बनाइ दाजु खोइ ठुलोमा किन चाहियो तँलाई दाजु बजार गइरहेको छ 5000 जति सापटी चाहिएको 5000 भयो त यहाँ चुरा लगाउँथे कति न पैसाको घमण्ड गरिदिरहेछु घोप्टे बुढी ए भइरे भाइ किन आइस भाइ आइज बस बस के भयो दाजु रेडियो खै यो के भयो बिग्रियो बज्दैन अनि किन आइस त भाइ पहिले नआउने मान्छे त अलिकति पैसा चाहियो पैसा त नदेखेको निकै भयो त हो केटा होइन छ भने 5000 जति चाहिँ मिलाइदिनु न 5000 छैन हौ भाइ त्यत्रो पैसा त्यति गर्दिनु न दाजु बरु जे भन्नुहुन्छ त्यही मान्छु के म ऊ त्यो बोरा मिलमा लगेर कुटेर ल्याइदियो नि त लु भो दाजु यस्ता काम चाहिँ गरिँदैन आफ्नो स्ट्यान्डर्ड पनि त मेन्टेन गर्नु पर्यो नि लु जा तेरो त्यो स्ट्यान्डर्ड अनि मेरो पनि स्ट्यान्डर्ड हुँदैन पैसा छैन जा 5000 पत्याउँदैन पहिरो डरो रिसाउँदै थियौ कोसँग रिसाएको रिसाएको होइन त्यत्तिकै त्यत्तिकै पनि कोही रिसाउँछ त त्यो बैकुण्ठले मलाई धोका दियो बखोस् न त्यसलाई अरूलाई त गर्लफ्रेन्डले धोका दिन्छन् तिमीलाई त बैकुण्ठ दाइले धोका दिनु भएछ त्यस्तो होइन क्या अर्कै छ कुरो कस्तो धोका हो हामी पनि सुनौँ न 5000 रुपियाँ दिन्छु यस्तो घाममा मकै पेलेर ले भन्छ त्यसको नोकर हो म मोबाइल बिग्रेर बनाउन चाहिएको हो के भएर बिग्रियो त मोबाइल ती असत्य बाउ छन् नि पानी घोप्याइदिए लगेर मोबाइल खै त अनि मोबाइलमा बनाउन दिएछ 5000 रुपियाँ लिएर आइज भनेको छ ल म दिन्छु 5000 रुपियाँ मसँग ठ्याक्कै 5000 रुपियाँ छ थ्याङ्क यू वेलकम कहिले दिनु तिमीलाई तिमीसँग जहिले हुन्छ तैले दिनु बाई